ए ला अब फेरि मलाई समाउन आउँदैन कि कने गरे ल अब मिठो मिठो है चली 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 राहो चली जियो रे बाहुबली ए हेर सानी मैले नि मामा रे त्यसरी खिच्दै सो व्हाट्स अप पिपल दिस इज माई अफिसियल भ्लग फर्स्ट वान जुन म अपलोड गर्ने सोचिरहेको छु तर नहुन पनि सक्छ है चितवनको भ्लग जस्तो जे पनि हुन सक्छ सो कहाँ जाँदैछौँ आज हामी रोहित मामा यता हाम्रो सानी हाम्रो मामु इजरायल जाँदैछौँ हाम्रो दिदीलाई पिकअप गर्नलाई तर होइन हामी भन्दैनौँ अहिले चाहिँ दुईजना हाम्रो पापा कि परिहरूलाई पिकअप गर्न जान लागेको छ सुलु मम र लस्ता ममलाई पिकअप गर्न जाँदैछौँ अनि पछि अरू के भन्नु छ तिमीलाई भन सानी छिटो भन ल कस्तो होला अनि त्यहाँबाट विल बी अन द रोड है सो सी यू गाइज एट भाटपटिनीमा पनि जानुपर्छ अलिकति हेभी सपिङ हान्नुपर्छ 5 दिनको लागि त अब सपिङ त हेभी हान्नै पर्यो होइन फ्लाइटमा खानलाई हो सो गठा घर पुगेपछि विल सी यू गाइज दे है त ल बाई सो यहाँ हामी दुईजना पापा कि परिलाई लिनलाई गठा घर आइपुगेका छौँ है अनि अर्को भनेको यहाँ मेरो दिदीको यहाँ मलाई लेदर ज्याकेटले चाहिँ खाएको छ यतिको है 5 दिनको हाइकिङको लागि यतिको लेदर ज्याकेट लगाएपछि चाहिँ दिस इज माई सिस्टर सुलासा भाइ देवी हाई हाई इजरायलमा जानलाई लेदरको ज्याकेट इजरायलमा हो र अनि हाम्रो अर्को पापा कि परि पनि म देखाइहाल्छु हजुरहरूलाई टाउन अर्को हाम्रो पापा कि परि हाम्रो लस्ताजी अनदर सिस्टरै सिस्टर छ भन्ला फेरि ओके दिस इज इट हामीले पिकअप गरिसक्यौँ सो वी आर गोना हिट द रोड अब इट्स अ लङ वे सो वेयर आर वी अब 5 दिनको फ्लाइटको लागि रासन पानी लिन आएको यो ज्याकेट चाहिँ हजुर ए गेटअप एकछिन देखाइदिनुहोस् त यसरी होइन यसरी यसरी लाउनुहोस् मलाई पनि मेरो पनि अब आई डोन्ट नो थाहा नै छैन अब हामी यतिको गेटअप भयो भने यु गाइज क्यान गेस हामी कहाँ जान लाग्यो भनेर मेरो एकदम आजको भ्लग एकदम मेसी हुन लाग्छ मेरो सानीसँग पखाउनु किन भाइ भाइ होइन कि सानी ला अब ब्याक क्यामेरा गर्ने है हामी यो चाहिँ मेरो सानी हो से हाई 5 चोटि हाई गर खै हाई 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 यो ए ओके मिनी मिनी दिस इज गुड त्यो अर्को पिङ्की खै त हामीले खानेवाला छैन सो अब के गर्छौँ होला के गर्ने अब तर आज तर हो ट्रेकिङ जानलाई यतिको ब्युटी भएर आयो भने गाइज है यो तर मेरो माई सिस्टर इज अलरेडी टेकन है गाइज अब बे पनि लाग्छ प्लिज केही कमेन्ट नगरिदिनु होला है Guys are busy there and we are busy here. किन ए खस्छ क्या हो भड्काइदिन्छ क्या हो सबै आई एम रियली ब्याड एट भ्लगिङ है के छ कता लेखा चाहिँ के हुन्छ भन्नुहोस् न ए ला हो र त्यो त खुलेआमै लेखिरहेको हो ए हो र ल यो त अनि सो गाइज है 5 दिनको रासन पानी चेकआउट हुँदैछ
वाह अनि यो हामीले सुटुको लाएर हाम्रो यो बकेट पनि भित्र हाल्यौँ भने कस्तो होला त एकचोटि हामी कहाँ गएको थियौँ मार्बल डाँडा गएको बेला ग्रिन भएर मार्बल डाँडा त्यसमै गएको मार्बल डाँडै गएको बेला यसलाई ग्रिन लगाएर आएको त्यही भएर आज मैले ग्रिनमा लगाएको यही त हो उल्टो लुगा हो कि के हो कसरी कहिले अस्ति कहिले मलाई यादै छैन कहिलेको कुरा गरे यो गाइजहरुले So there has been some issue with our car. GoPro एउटा लिनै पर्यो क्या sorry so I am okay guys there's been issue with our car battery ko issue jasto dekhirako cha so let's see अब आज फर्स्ट भ्लग मै so much happening अब पुग्छौँ होला त ग्यारेज कस्तो हो गना बाइक यहाँ न्याने न छौ डटे चोना त्यो नहाल न हात यहाँ मदरले एउटा लजिङ लगाएको छ ब्याट्रीको इस्यु आएको भएर मोबाइल अनप्लग गरेर प्लग गरे जस्तो गाडीको पनि ब्याट्री पनि एकचोटि अन अफ गर्ने भनेर भनेको छ यसरी भइ नै हाल्यो भने मदर्स है गाइज एकचोटि हाई भनिदिनुहोस् यही कुरा गड एरोप्लेनलाई के भयो यत्रो रासन लिइसकेपछि हाम्रो एरोप्लेन बिग्रियो सो आकाशको बिचमा हाम्रो प्लेन बिग्रिएर बिचमै यहाँ ह्यान्ड ब्रेक समातेर बस्नु परेको छ अवस्था यस्तो छ यहाँ हाम्रो एकजना मेकानिक लेदरको ज्याकेट लाएर मेकानिक पनि हुनुहुन्छ है हाम्रो यहाँ मेकानिक जी अनि के रहेछ त इस्यु मेकानिक जी ज्याकेट त फेरि मेकानिक्स जस्तै छ है फेरि ए तन्त्रवाला मेकानिक्स रहेछ है कस्तो रे के आएको ट्याक 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 आएको त्यो होइन त्यो त्यस्तै हो त्यो आई वान्ट टु बिलिभ म त्यस्तै हो त्यो कालो धुवा यतिको चाहिँ दिमाग चाहिँ हो है त्यो धेरै मुभी बलिउड मुभी धेरै हेऱ्यो भने चाहिँ काले है काले होइन काले सो गाइज है अब यहाँ सुलुसेस र मेरोमा कति सेजको डिफरेन्स छ प्लिज ओन्ली वान सेज अब बेपछि नि यो स्ट्रेसले गर्दा सेम सुभाष मामाको सेडमा आउँछ त्यो जुन बिहान बिहान उठ्नेदेखि लिएर सबै आयो ग्लो त्यो स्ट्रेस त्यो एङ्जाइटी त्यो डिप्रेसनको जुन स्ट्रेस म्यारिजवाला स्ट्रेस नै अर्कै ग्लो हुन्छ त्यो प्लिज एकदम अलरेडी मसँग एकदम धेरै छ ट्याक 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 होइन त्यस्तै होइन द्याट इज हाउ वी डु इट सो यस यदि अब केही जुगाड भयो भने चाहिँ विल सो यु गाइज तबसम्म प्लिज है स्टे ट्युन
पकन यसरी 1 2 यसरी अनि त्यसपछि 3 This is what you have to do, right guys? Sabani sarra ukiinga ani anuna paatla. Feri gale. जोर लगाओ जोर लगाओ जोर जोर oh yes यस्तो मजा थिएन कहिले once more आउँथ्यो दसैँ आउन तपाईँले This is how much chill I want to be. गाडी बिग्रेर बेजोग छ कहाँ जान लाग्यो हामी लेबनान के रे हैन इजरायल जान लाग्यो गाडी बिग्रेर बेहाल छ यहाँ एकजना यहाँ टिकटक बनाइरहेको ल अब यसरी म इजरायलसम्म फालिदिन्छु है ल ल मेरो 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 भ्लग सबै म्याक्सिमम यही आउनेवाला छ खै कहाँ यही आउनेवाला छ गाइस आधी भन्दा बढी भ्लगको फुटेज त सानीले खान्छ सानीले फुटेज त खाने जतिको चाहिँ छ है फेरि सो केही पनि नभइसकेपछि 115 वटा जुगाड गरेर पनि नभइसकेपछि अब हामी बाटोमा हाइकिङ गर्दैछौँ यतिको आम्मामा यतिको गेटअपमा आएर म यो कालो पिच बाटोमा हिँड्नलाई त होइन तर ठिकै छ अब समय र परिस्थिति अनुसार ढल्नै पर्ने हुन्छ बाध्यतै भइसक्यो अब हामी अगाडि एउटा के छ अरे केही न केही त छ अगाडि यो ब्याट्री किन्ने ठाउँ या ब्याट्री बनाउने ठाउँ या कोही छ अरे दिदीले भनेको अलिकति दिदीको माइन्ड साथ छ र त्यही भएर नत्र हामी आज बिगमार्टमै इजरायल भनेर बस्थ्यौँ त्यहीँबाट किनेको रासन उसैको पार्किङ लटमा सकाएर प्लिज मैले भर्खरै मेरो दिदीलाई पनि बचाइसकेँ एउटा कारबाट सो कहाँ अरे यता गडागढ चोकमा एउटा ब्याट्रीवाला दाइ छ अरे सो अब गएर बोलाउने कि के गर्ने हो खासमा सोध्ने हाम्रो भन्ने हाम्रो परिस्थिति पुग्नु भयो ए यो गाह्रो हुँदो रहेछ यो भ्लगिङ भन्ने काम जल्दी भ्लग गर्छ एकदमै म मनबाट एकदम के भन्ने रेस्पेक्ट छ यहाँ हात दुखेर यहाँ झर्ला जस्तो भइसक्यो अनि एकदमै मेसी हुन्छ जस्तो लागिरहेको छ मेरो भ्लग 80% हाम्रो सानी नै आउँछ नाचेको छ उफ्रिया छ कुद्या छ कहाँ कृष्ण खै कहाँ छ ए अगाडि हामी दुईजना मात्र खाने रे अनि पछि गाइजहरूले भ्लगमा हेर्ने रे यति मजा आउँछ नि त्यो रियाक्सन चाहिँ सो त्यही ब्याट्रीवाला दाइकोमा भेटौँला है त मेरो सिस्टर स्याड भइरहेको छ त्यहाँ हामी यहाँ आइ त पुग्यौँ तर चस्मा यतिको चस्मा लगाएपछि त फेरि आइहाल्छ नि तर अलिकति यहाँ ब्याट्रीवाला दाइ अलिकति बिजी हुनुहुँदो रहेछ त्यही भएर वी आर वेटिङ सो यस वेटिङ फर ब्याट्रीको दाइलाई अब I don't know. It'll take some time. Yes, say that. So let's see. Gaam Feri. Oh God. First vlog. First upload hune vlog bhaneko यस्तै भएछ है. My God.
यति टेन्सनको माहौलमा पनि यति गर्मी यति टेन्सनको माहौलमा पनि माई सिस्टर इज स्वागिङ स्वैग से करेंगे सबका स्वागत ओए लिमिटलेस है गाइस बाय द वे लिमिटलेस और यहाँ चाहिँ लिमिटलेसको भाइ न्यू म्यू माय गॉड पसिना खलखल्ती बगिसक्यो सो मेबी अब फाइनली इज गोना कम विथ अस सो सी गाइज है गाडीतिर है त सो कस्तो सानो देखा यार दिदी त के हो ड्राफ हो क्या हो टिरियन ल्यानिस्टर हो क्या सो फाइनली स्टार्ट भयो जस्तो छ है सो लेट्स सी कचाडी र ए होइन म त टेन्सन भइहाल्यो कि मलाई ए अर्को ब्याट्री हालिदिया हो अर्को ब्याट्री हालिदिया कि के अनि कसरी स्टार्ट गर्यो त अर्को ब्याट्रीले गरेर स्टार्ट गरेको त्यहाँ हेर्नु पर्यो कति चार्ज छ ल ओके स्टार्ट भयो भने चाहिँ स्टार्ट हुन्छ म चाहिँ केरा खादैछु अब तिमी अर्को धुनमा यहाँ अर्को छ अर्को धुनमा छ दिदी थाहा मेसेज यहाँ आयो त गना म सटु छ सटु हो अनि घुब्ले म गना छेला गना नक्त्या अझ घरमा नक्ति छ कि छैन साँच्ची ए छ ओए हो र ठिकै त छ म अलरेडी यहाँ भन्दै थियो ड्याडीले छे चना कफी मटर से ओके हरियाली सिमाना 5 नाटन मास्यो 2 वर्ष पुरानो भयो ब्याट्री हो र अनि यो दिदीले फेरि त्यहाँ गएर गफै हानिहाल्यो कि दसैँ अगाडि फेरेको ब्याट्री भनेर है यतिको चाहिँ हुनै पर्छ है ब्याट्री दसैँ अगाडि यहीँबाट ब्याट्री फेर्या भनेर कुन चाहिँ पसल आएको मान्छेलाई गफ हानेर पठाएछ कि अनि त्यो मान्छेले पनि सोचेर बस्यो त्यस्तो त नहुनु पर्ने दसैँ अगाडि फेरेको ब्याट्री त्यस्तो त नहुनु पर्ने भने त्यो दिनभर सोचेर बस्छ हो त्यसले यो दिदीले के भने होला मलाई भने अब मेरो पनि दसैँ तिहार पछि बिग्रियो भने के गर्ने हो नि भने सो हामी चाहिँ अब त्यो ब्याट्री बनाउने ठाउँमा जाँदैछौँ त्यहाँ गइसकेपछि चाहिँ चार्ज गरेर ब्याट्री केही न केही जुगाड गरिन्छ होला सो लेट्स सी के भयो तपाईँले आज दही भइरहेछ त कि ननिस्किने ओए पापा कि परिहरू कहाँ निस्किन्छ र स्टार्ट यहीँ थियो राइट सो न मोबाइल होल्ड गर्न सकिरहेछ यदि बाटोमा भेट्दा म योभन्दा कालो भएँ भने प्लिज है गाइस डोन्ट माइन्ड किनभने सनस्क्रिन त अब मेरो दिदीहरूले मलाई किनिदिएन के गर्ने अब ए लुक्स दिएको अरे कि एकजनाले त्यहाँ है सो अब है धेरै के बोल्नु म बोलाइ गर्छु सी यु गाइस इन अ बिट अरू धन्दा घर जाइको खाने धन्दा भने जस्तै यहाँ पापा कि परिहरू चाहिँ यहाँ 3 जना हाम्रो पापा कि परिहरू गाडीमा बसेर हाम्रो 5 दिनको सप्लाइजहरू सकाउने तर्खरमा छन् थाहा छैन भोकै बस्ने ल ठिकै छ भोकेर यहाँ ग्यास्ट्रिकमा कुटु गर्ने गरी बसिराख्छु पक्का हैन गाडी भन न अनि फेरि हाम्रो यहाँ रत्न बेहोसीहरू पनि छन् है टाइममा बेहोस हुनेहरू पनि छन् सो यस सो भ्लग गर्न सिकिसक्यो बाइ द वे लुक एट द स्विच वेट अ मिनट कम अन बोल्न नि दिँदैन हौ फेरि के भन्छ थ्याङ्क यू मागिहाल्ने कि फेरि सो लुक एट द स्विच यसरी रे अनि यसरी रे सो यस यसरी अनि यसरी थ्याङ्क यू सो मच ल भयो यति सुन्नलाई यो झालमा यसो टाउको हालेर बसिरह्यो मेरो दिदी सो अब फाइनली ब्याट्री चाहिँ भइसक्यो हाम्रो रातो ब्याट्री फेरेर ग्रिन हाले हो सो अब यहाँबाट हामी यता प्लान्टको सेल चलिरहेको रहेछ हाम्रो कोरियन हस्पिटलनिर त्यहाँ फ्यु प्लान्ट्सहरू उठाउँछौँ अनि पछि अर्को भनेको यता गाडीमा पछाडिको टायरमा हावा छैन रहेछ त्यो हावा पनि हाल्छौँ अनि त्यही नै हो अब फाइनली
गाडी पनि बनि नै सक्यो लेट्स सी दा के भयो धनेश आयो है यस सो भइसक्यो सो लेट्स हिट द रोड है गाइस के ल Let's go. ल अहिले उता पुगेर गर्ने ट्राई खोइ यसरी यहाँ खाल्डोमा लेट्स गो कसरी यो खाल्डोमा हैन होइन यहाँ माथि थाहा नै छैन गाइजहरुलाई ल के चाहिँ ल फ्लिप 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 ल पुरै flip गर्नु। भइसक्यो त फ्लिप यो ल यसरी पकड यो पोजिसन मिलेन के फर्काउ यसरी तल फर्काउ साइड नाका पुछेको त हुन्छ अच्छा The shadows play the wind सो अहिले कति बजिरहेछ हाम्रो बेलुकाको 5 बजिरहेछ सो हामी बल्ल यता हाम्रो आजको स्टपमा आइपुग्यौँ अब यहाँबाट हामी वक सुरु गर्छौँ ओइ 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 बार्बी डल छ त त्यही त बार्बी डल हैन सोफिया पनि त बार्बी डल नै हैन के त प्रिन्सेस हो हामी कहाँ आइपुग्यौँ साना ठाउँको नाम भन्ने होइन है किनभने एकदम यो एनोनमस रुट हो यो अनि पछि गाइजहरू त्यहाँ सामानहरू पख न खै त त्यहाँ देखाइरहेको छु गाइजहरू त्यहाँ निकाल्दैछ होइन एला ए सरी खै त ए सुन न बिर्सिरहेको मैले मेरो भारी पनि छ भनेर म खुसी भएर के भयो रोहित मामालाई सु आयो खै त्यो दिनु त रोहित मामा दिनु त खै त्यो यो दिनुहोस् त्यहाँ अलिकति सुटुक्क लाएर छिरे पनि भइहाल्यो नि बस्नुपर्ने होइन हामी के अब यसरी चाहिँ अब अनि एउटा एकदम फनी फ्याक्ट भर्खर हामी यहाँ पुग्दा रोहित मामाले चाहिँ म मूर्ति पनि देखाइदिन्छु गाइजहरूलाई रोहित मामाले चाहिँ टाढाबाट है यो मूर्तिलाई चाहिँ यतिको मूर्ति भन्नुभएको छ खासमा चाहिँ कृष्णले माखन भन्छ होइन गाइज माखन नै भन्छ क्या अरे माखन चोरेर खाइरहेको मूर्ति हो रोहित मामाले त्यहाँ भेजिटेबल 2020 को त्यो यतिको मूर्ति भन्टाने छ हजुर गना त्यही नालागढी अनि त्यसपछि साङ्गाको बाटो नि पुग्छ ला मैले यहाँ भनिहालेँ मैले यहाँ बिप गर्नुपर्छ सरी गाइज है भन्नु हुँदैन यो ठाउँ आगो छ्या धेरै नै चढ्नुपर्छ क्या सो आज हामी यहाँबाट हाम्रो 5 आवर्स वक छ त्यसपछि माथि स्टे त्यसपछि त्यहाँबाट अर्को रुट 8 आवर्सको वक छ त्यसपछि हामी त्यहाँ 2 दिन बस्छौँ एकचोटि त्यहाँको नेचर भिलेज लाइफ एकचोटि एक्सपिरियन्स गर्छौँ त्यसपछि चाहिँ त्यहाँबाट हाम्रो एउटा फाइनल डेस्टिनेसनमा पुग्छौँ खै ए थाहा छ मलाई सो यसरी होइन सो यहाँ पोर्टर नै So let's see. बिस्तारै तड ल सानी तिमी त फेरि अनि किन हतारमा गएको भनेको अहिले अझ अटेरी भएको रे कि हामी भन्दा पछाडि हिँड तिमी जाऊ तिमीलाई माथि अनि कहाँ चढ्न सक्छ त तिमीले अनि अहिले छिटो गयो भने यस्तो छ पिङ्की भएर आएको छ तलदेखि माथिसम्म छाता पनि अब एकैछिनमा गएर कसले उठाउनु पर्छ थाहा छैन
मामा बुई भन्यो भने अनि मामाले यहाँ झारमा बारेर जान्छ तिमीलाई मामाको पछि पछि नहिँड मामाको एटलिस्ट 10 फिट टाढा हिँड त तिमी ल सँगै आएछु फेरि सो अब यस्तो छ हाइकिङ आउनेहरू गाइज अब के गर्ने हेर्नुहोस् त रुटलाई कम्प्लेन गरेर धेरै ठाडो भएर अलिकति कम गर्न पर्ने हो कि क्या हो तर हो कि क्या हो है धेरै नै गाह्रो पो हुन थाल्यो क्या मलाई त त्यो पनि त राम्रो आइडिया हो गीत बजाउँदै माथि गए कस्तो होला भनेको कि ल छिटो हो एन्ड्रोइडमा नि अफकोर्स आइफोनमा कसरी हो अफलाइनमा गीत एन्ड्रोइड गाइज एन्ड्रोइड अब 1 घन्टाको हिँडाएपछि हामी एकैछिन अब रेस्ट लिन गइरहेको खै त छिटो गीत बजाउँ न हिँडौँ न माथि पुगेर खाने ला मैले 5 बजे भनेको रहेछ 11 मलाई चोर समाति हाल्यो के त नि छैन यस्तो छ हाइकिङ आउनेहरूको ताल्ने हिँडेको 5 मिनट नि भएको छैन किनभने भिडियो रेकर्ड गरेकै भर्खर 6 मिनट भएको छ के चाहिँ छ सानी सो I'll show you the view कस्तो छ भनेर छ होइन छ त पकाउने ल्याएन क्या हो मैले त खान्छ है काँचो ल अब होइन यसरी के बस्ने हो र होइन अब हिँडौँ कने गऱ्यो ल अब मिठो मिठो है चली 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 राह चली जियो रे बाहुबली यस्तो गीत बजे पो 5 महिनामा माथि पुग्छ भनेको कि के हो खै सानी यहाँ देऊ त तिमीले सनस्क्रिन लाएर आएको छ कि छैन छ त्यसो भए तिमी यो यहाँ देऊ मामाले सनस्क्रिन लगाएको छैन छिटो यहाँ मामाले सनस्क्रिन लगाएको छैन मामा कालो भयो भने तिम्रो माइजू कसरी खोज्ने मैले तिमीले त्यो सोच्नु पर्दैन मामा कालो भयो भने तिम्रो लागि मैले माइजू कहाँबाट ल्याउने मेरो मामा गयो यहाँ मेरो दिदी एकजना तलै छुटेको छ यस्तो गीत होइन कि निन्द्रा लाग्ने गीत होइन कि यहाँ आउँछ नि छिटो यहाँ छिटो आऊ मामाले भनेको मान्नु छिटो आऊ यहाँ आउनु ओइ आई लाइक यो सर्ट टी सर्ट खै न यहाँ आउनु यहाँ देखाउँछु के म ओ सेट माथि जाने होइन र एकचोटि म उता माथि ठाउँ छ कि जस्तो लाग्यो कि एकचोटि हेरेर आउँछ लगाइस गडी होइन गडी त यहाँबाट अझ टाढा छ जस्तो लाग्यो आई डोन्ट नो कसरी के आइरहेको छ यो भ्लगमा तर स्टिल फर्स्ट वान विच इज gonna be uploaded anyhow जसरी भयो नि अपलोड गर्छु आमाबामा अस्तिको भिडियो चितवनको भ्लग मैले खिचेर डिलिट गरिदिएँ अलिकति अफेन्सिभ हुन आएको भएर यो चाहिँ सो फ्यामिलीसँग आएको भएर नट गonna be that offensive तर स्टिल अलि सिली कुराहरू हाई
यता ठिक छ गाइज, कम अन। यता ठिक छ, राम्रो छ, आऊ त। ए गडी नै पुग्यो नि। यताबाट जाँदा धेरै लामो बाटो जस्तो लाग्यो, तल रोडबाट जाँदा। यताबाट जाँदा त गड। ल ल ल के होइन के होइन हो होइन नि, यो अर्कै जस्तो लाग्यो। गडी त गडी नै, तर पिकनिक स्पट जस्तो लाग्यो। ल नि यहाँ सक्दो रहेछ त हिँड्न। छोरी हिँड्न सक्दैन भनेर 10 मिनटको हाइकिङ ल्याएर सक्दो रहेछ त। ल अनि आऊ, गुड लाऊ, यहाँ माथि हो। हिँडाउनु पर्छ भनेको झन् बच्चालाई। भोलि पर्सि कसरी ट्रेकिङ लग्ने अनि? अब है भने अरे कि फेरि आमा यतिको चाहिँ है फेरि। हाय हाय यहाँ बस्ने कि भनेर सोचेको होइन। ल काम छाया छ। भ्यूको ताल त यस्तै हो गाइज हेर। The worst is when people come and throw their trash right here अनि पछि गो। आफ्नो फोहोर चाहिँ आफै सफा गर्नुपर्छ है गाइज। त्यही त को नि अब राक्षसहरू नि हुँसो अन्नसोले हुँ। So after around 5 hours of walking हामी फाइनली आज हामी यहाँ क्याम्पिङ गर्छौँ। खै टेन्ट निकाल आऊ सानी, लाउ रसाउ ल। अनि यो बन्द गर्न आएन अम्ब्रेला यस्तै गर्छ होइन केटीले? फेरि गर्नुहोस् त। के हो चाहियो यतिको त। क्लिक गर्नु न एउटा। लाइट मिल्दैन नि क्लिक गर्नलाई त। मिल्यो लाइट? खोइ क्लिकै भएन, फेरि गर्नुहोस् त। हावामा क्लिक गर्नु न। सो यस भिडियो खिच्नु है। खिचिरहेको ला ट्राइपड ल्याउनु बिर्सेँ नि। अब बोटल यो त सानी स्कुलबाट चोरी ल्याएको। आम्मा 5 घण्टा हिँडेको गाइजहरू थाकेछन्, बसिहालेछन्। ब्यागबाट सामानहरू निकाल्छ। नै छ। सो पानी तात्दैछ। अब एक्चुअली सेटअपको फोटोग्राफी हुन्छ यहाँ। सो सेटअप भइरहेको छ हाम्रो यता। हाम्रो supplies and equipments and everything that we have. Yes,
हाम्रो मदरले हाम्रो यहाँ शेफले गुआकामोले बनाउँदै हुनुहुन्छ है। आमामा एभोकाडो तिमीलाई एउटा निकालेर आएछ यतिको त पुगिहाल्छ। ए घरमा फेभरेट हो कि आउँछ त्यसरी खाँदैन। अब यु गाइज क्यान इमेजिन हामी अब कतिको खान्छौँ भनेर चिज छ है यता ब्रेड एन्ड अल के यो वाफल हो कि क्या हो यो अनि अनि के भन्छ त्यसलाई चीज पनि खाँदा हुन्छ नि सानीले। अनि पछि के भन्छ क्यान फिस खै अरू मिठो कुराहरू खै त ए हाम्रो यहाँ पनि खाजा सोया त चाउचाउ पनि छ आएको च्याउ फर द प्रोटिन एज वेल। कफी त आउनु नै थियो। सो लेट्स सी प्रिपरेसन्स है। यतिको टाइम एन्ड अगेन स्केप चाहिँ गर्नै पर्छ है। अनि हो त नि कति नत्र यस्तो स्केप कहाँबाट आउँछ? हुन्डोल जाने भनेको यहाँ हाम्रो माथि इन्टरनेसनल डिपार्टमेन्टको एकजना मेम्बरले के भन्छ त्यसलाई होइन म हो नेपालीमा भने होइन त्यो प्रपोजल रिजेक्ट गरेर ल्यायो नि त। त्यही भएर हामी यता मकालु बेस क्याम्पतिर आएको छौँ। ए तर हो है गाइस मै कालो यहाँ मध्ये पनि मै कालो सानी चाहिँ अलिकति काली काली छ है तर सबैभन्दा कालो चाहिँ मै हो। तर विन्टर आउँदैछ अब देखाइदिन्छु नि म मेरो असली ग्लो त विन्टरमा यतिको चाहिँ देखाउनु पर्यो है। यो मामुले उल्टो गर्यो। अब यहाँबाट चाहिँ अलिकति लङ हुन्छ भिडियो त्यही भएर लेट्स गो टाइम लाग्छ हुँदैन। ओके लेट्स गो। क्वाक्स है गाइस। खुर्सानी हालौँ न गाइस कम अन। हाय माय गॉड दिस लुक्स गुड। यसमा टपिंग्स बाकी छ यार। बिस्तारै गर्नु है त्यो हातको सार्कले खाइदेला है ब्रेड फेरि। खाऊ न कस्तो छुक्नी लिएको छु बाटोमा। भइसक्यो यतिको चाहिँ चाहेकै हो है। ल चेज मलाई कस्तो खुर्सानी आएको। दिस इज गुड। Coffee preparation, coffee prep. मेरो स्टुडेन्टलाई म सिकाइरहेको छु 30 सेकेन्ड्स हाल्ने है। So बाँसुरी बजाउनु लाग्यो। काँक्रोको बाँसुरी बजाउनु लाग्छ। सो के चाहिँ हो र ल्याएको थियो गाडीमा पर्यो। के भन्छ सो हटपट गरिरहेछौँ हामी होइन र के हो
with sausages and all. Ani so हैन तर I'm here to give an update. अलिकति ब्याट्रीले दुःख दिएको छ त्यही भएर I think we need to end this vlog right here. So अलिकति मेसी भयो फर्स्ट vlog त्यही नै हो. So anything else guys? Bye. Say bye to everybody. Bye. क्लिप्सहरु चाहिँ हुन्छ हैन म चाहिँ बोल्दिन बोल्ने जति बोलिसके है त. सो यस के वाउ ai wow भने नछुनु त्यहाँ एटुङ हो अहिले ज्याकेट बान्दिनु जस्तो ल के गर्छ ल है त. सो saying this, see you guys on the next one. Vlog सुरु गर्दिन भनेको तर फेरि आए म यतिको चाहिँ सरप्राइज दिनै पर्ने हुन्छ. हाम्रो रोहित मामा पुकी हुँदै पिङ्क 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 मामालाई एक दिन सिकाइदेऊ ल खै त यसरी यसरी अघि मामाले यस्तो गर्ने एक दिन सिकाइदेऊ ल. ओए अनि यतिको यो लस्ता मामा फेरि ए उता जान्छ ढाड देखाएर पुरा ल के वाउ खै त ए फ्लावर आई क्यान सी द फ्लावर खै न यहाँ फ्लावर खस्यो सेम कलर रहेछ हेर. सानीको त सबै कलर म्याचिङ हुन्छ. ल यो फ्लावर दिस इज फर यु. तिम्रै कानबाट टिपेर तिमीलाई नै. अब हाम्रो यहाँ हटपट रेडी हुँदैछ है गाइज. रेडी भइसक्यो. सो रेडी भइ नै सक्यो. एक्चुअली वी आर हियर फर फुड एन्ड कफी. सरी कफी एन्ड फुड एन्ड द ओभरअल एक्सपिरियन्स. पहिला खाऊ हो खै त एकचोटि टेस्ट गरौँ न. मामा आइरहेको छ कि छैन क्यामेरामा हेर त. ओए मिठो छ त अलि पिरो भयो नि हैन र छैन पिरो. सानी तिमी ससेज खाऊ न. मिठो छ त. पिरो छ हेर्न. माय गॉड गाइस. ओ यतिको माया. सो अब प्याकअप हुँदैछ. पानी पानी छ पानी के गरौँ आएको छ यो जङ्गलमा कहाँबाट किरा करायो पछाडि एकजना किरा बचिरहेको रहेछ. अर्को पनि पिङ्की यहाँ नि पिङ्क. यो चाहिँ ल अब ब्रेड खाऊ है मलाई त पुग्यो. आदि आदि प्याकअप भइसक्यो. अब तेरो यो कफीको प्याकअप गर्न ल छिटो छिटो. गाइस चीयर्स. यो फोल्ड गर्नु भने लाउनु यहाँ खिच्नु. अब म भन्छु यहाँ यो मलाई पनि खिच्नु अनि गर्न सकेन गाइस. सबै गइसक्यो बाइ द वे है. यहाँ अब चितुवा मात्र आउनु बाँकी छ जङ्गलमा. कस्तो फोल्ड गर्न नसक्यो होला के. सरी रोल. सो वी आर एट द एन्ड अफ द भ्लग. अलमोस्ट एट द एन्ड अफ द भ्लग. अघि पनि त्यस्तै भनेको थिएँ मैले तर है म बिचमा फेरि किस्ताबन्दीमा आए जस्तो आएँ. क्यामेरा चाहिँ हाम्रो लस्ता मामु जहिले पछाडिपट्टि खिचखिच गरेर हाँसेर बस्छ है. अस्ति हाम्रो ग्राइन्डरको भिडियोमा पनि उहाँ नै हुनुहुन्थ्यो. सो यस दिस इज हाउ वी डु इट गाइज. फोन आइसक्यो यहाँ. यो चाहिँ हाम्रो कसको यो चाहिँ हाम्रो म्याट. अनि यो ब्यागमा हाल्नुहोस् पछाडि. अहिले यही इन गरौँ होइन होइन आऊ ल. सो है ल यसरी के होइन. सो वी आर फाइनली गोइङ डाउन होइन के हो. अब यहाँबाट ओए
यस्तो त थिएन अघि के भनेको अब यहाँबाट हामी टक्क लाएर जान्छौँ लुक एट द भ्यू गाइज इट्स ब्युटिफुल यता पनि भर्याङ ठाडो भर्याङ छ है ओ यहाँबाट तल गाडी पार्क गरेर ठाउँसम्म अराउन्ड कति आवर्सको वक छ अब डिसेन्ट अमाउन्ट छ है अब अघि चढ्दा चाहिँ अब त्यस्तै 5 घन्टा जस्तो लागेको थियो होइन अब चाहिँ 2-2.5 घन्टामा पुग्छ होला है सो अहिलेलाई अब यहीँ इन्ड गरौँ किनभने अब त्यो हिँड्नु त दुःख नै छ तपाईँहरूलाई दुःख त के देखाउनु होइन सो गाडीमा पुगेपछि चाहिँ भेटौँला त्यसपछि त्यहाँबाट के अवेरनेस एउटा चाहिँ के हुनपर्छ भन्दा आफूले ल्याएको फोहोरहरू लैजानु होला जङ्गलहरू केही पनि फोहोर नगरिदिनु होला आफैले यहाँ सामान छोड्छौँ अनि पछि नेक्स्ट टाइम आउँदा यो यहाँ टेक्निकलले फोहोर गरेर रहेछ भन्छौँ त्यो मिलेन है द चेन्ज स्टार्ट्स फ्रम विदिन है सो सरसफाइमा चाहिँ एकदम ध्यान दिनु होला मेनली प्लास्टिक अरू बायोडिग्रेडेबल म्याटेरियल्सहरू चाहिँ यु क्यान लिभ इट हेयर तर प्लास्टिक अनि इभन पेपर्सहरू चाहिँ डु क्यारी होम अर टु द नियर बाई डस्टबिन सो अब हामी यहाँबाट एकदम एकदम है लास्टै त्यो छ अब हाम्रो गाडी एकचोटि म हजुरलाई देखाउँछु है यहाँबाट कहाँ छ भनेर लेट मी त्यहाँ छ ऊ यहाँ पार्क गरेका छौँ हामीले गाडी चाहिँ राइट अनि हामी छौँ यता यस सो लेट्स गो गाइज सो अब हामी अराउन्ड 2.5 घन्टापछि भेट्छौँ 2.5 घन्टापछिको भिडियो आयो सो हामी अलमोस्ट पुगि नै सक्यौँ अनि पछि छोरीलाई गाह्रो भयो भनेर कति भयो 1 घन्टा जति भयो छोरीलाई बोकेको आई क्यान पख तिमी नगराउ न सानी आई क्यान नट फिल माई ह्यान्ड उसले यहाँ एकजनाले फेरि यहाँ कराइसक्यो है सो यो अलमोस्ट गाडीको अगाडि आइसक्यौँ हामी सो सुलभम हुनुहुन्छ यहाँ अलिकति फोटोग्राफी भिडियोग्राफी गरिरहनु भएको से हाई हाई एभ्रीबडी ए मामालाई च्याप समाधान खैन 1 2 3 ल ओके दिस इज हाउ वी डु इट गाइज मजा आइरहेछ होला नि उनीहरूले खै अब गेस गर्छन् कि हामीले त भनेको छैनौँ सो यस हाई ल वी आर हियर ल अब भेट्छौँ होइन वी आर गोना इन दिस भ्लग राइट हियर सो होइन पज होइन अनि इन्ड गर्ने अब वी आर गोना इन दिस भ्लग कसको ए सो वी आर गोना इन दिस भ्लग राइट हियर सो बाई गरिदेऊ सानी बाई बाई एभ्रीबडी बाई बाई मामु बाई बाई खै बाई बाई See you on the next one. बाई 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 रज मामा बाई मामु बाई The shadows play, the wind hums songs at the break.